उहाँ चाहिँ हाम्रो किराँतको पहिलो राजा यलम्बर अर्थात् पारुवाङ र सुम्निमा हुनुहुन्छ। अनि साकेला उँभौलीको दिन चाहिँ हामी सम्पूर्ण राईहरू भेला भएर नाच्छौँ। यसलाई नै साकेला भन्छौँ है। धान हैन यो चाहिँ के हो यो के हो टेलिफोन जस्तो छ त हेलो हेलो गर्ने हो हैन अरे हैन चामल निकाल्दै हामी सुन्छौं पढ्छौं तयामा खियामाले कान बुनेर चाहिँ हैन यो लुगाको आविष्कार गरेको अरे भन्ने इतिहास हामी पढ्छौं है। सो माय भ्युअर्स म चाहिँ भर्खर साकेला सिली नाचेर घर आइपुगेको छु अनि मैले थाहा अनुसार चाहिँ भोलि जेठ 18 गते आइतबारको दिन चाहिँ धरान वार्ड नम्बर 11 र धरान वार्ड नम्बर 18 मा चाहिँ साकेला सिलीको चाहिँ समापन गर्ने भएको रहेछ। मेयर साहब पनि आउनुहुने रे। सो अब नजाङ त पुरै आउँदैन। धरान वार्ड नम्बर 18 भनेको चाहिँ फेरि मेरो मामली गाउँ हो, मेरो ठाउँ हो हैन।
म चाहिँ सानोमा चाहिँ मेरो आमालाई पछाउँदै जान्थेँ क्या। अब त्यहाँ पुरै मेरो मामाले सबै आफन्तहरू मात्रै हुनुहुन्छ नि त, अनि नजाने त कुरै आउँदैन। फेरि आइएम सो एक्साइटेड टु मर होइन। अनि हजुरहरू पनि भोलि चाहिँ आउनु होला साकेलामा होइन। भोलिको चाहिँ अब एन्डिङलाई चाहिँ भव्य र सबै रूपमा मनाउनुपर्छ, किनभने त्यसको लागि चाहिँ अब यसले जुन 50-85को यो चाहिँ अन्तिम हो नि त भोलि चाहिँ। अनि नेक्स्ट इयर चाहिँ फेरि पर्खिनु पर्ने हुन्छ साकेलाको लागि है त। सो टिल देन टेक केयर, हेभ अ गुड नाइट, बाई।